हेलो साथीहरु, नमस्ते। सबैजना सन्चै आराम हुनुहुन्छ साथीहरु। आज पनि फेरि म हजुरसँग अर्को भिडियो लिएर आइसकेको छु। अनि हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ भर्खर हतार गरेर केटाकेटी स्कुल पठाए। दुईटा केटाकेटी स्कुल पठाएर अनि पठाएर भ्याएर म चाहिँ यता पछाडीतिर आएको। पछाडी भन्दा नि बिहान जुरुक उठेर पनि आउँछु। आएर कुरोसुरो बसाल्ने, यिनीहरूलाई दाना साना दिएर अनि बाख्राहरूलाई पनि घाँस दिएर बाहिर निकालेर अनि फेरि भित्र खाना रेडी गर्न गएको थिएँ। अनि केटाकेटीहरू स्कुल पठाएँ। ट्याक्क 10 बज्यो। तिनीहरूलाई पठाएर भ्याएर म चाहिँ पछाडि आएको छु। अनि हेर्न सक्नुहुन्छ मैले चाहिँ भर्खरै भुस्सा मोलेर यिनीहरूलाई भुस्सा खान दिएको छु। यहाँ छन् 4वटा छन् पाठाहरू, खसीहरू। यिनीहरूले यहाँ खाइरहेका छन्। यसरी अर्काउने के फेरि निस्किन्छ। यिनीहरूलाई ननिकाल्ने, त्यति धेरै निकाल्न पनि दुखाउँछ साथीहरू। यहाँ 4वटा छन्, तिनीहरूले पनि खाँदैछन्। यहाँ पनि लडी खाँदैछन्। त्यहाँ खोर भट्किरहेछ। एक दिन यहाँ फुर्सद मिल्यो भने बनाउने हो। तिनीहरूले त्यहाँ खाइरहेको छन्। मैले चाहिँ भर्खरै हो यहाँ पछाडि बाख्राहरूलाई भुस्सा खान दिएको। यो चाहिँ दुईटाले बच्चा पाएर अनि दुईटा काली छिन्, खाइरहेका छन्। अब चाहिँ म साथीहरू यस्तै छ, बिजी नै हुन्छु। एकदमै हतार हुन्छ मलाई बिहानमा। यहाँ चाहिँ मैले कुरोसुरो बनाएर रेडी गरिसकेको छु। अब चाहिँ म यिनीहरूलाई सफा गर्छु। हाम्रो यो पहाडको दाउरा हो। पहाडदेखि आमाले खसाल्नु भएको हो। टन्किरहेछ हो डल्ले। ए डल्ले, ए काले डल्ले भुन्टे हो यो। काले डल्ले भुन्टे। यिनलाई चाहिँ अब काट्ने बेला हुन लाग्यो हो। एक दिनमा नि यस्तो पोरो गर्छ हो यिनीहरूले चाहिँ। यस्तै साथीहरू म चाहिँ यिनीहरूलाई सफा गर्छु। यसले के भयो यो फेरि होइन देखेला। हेर न, चित्त दुखेर के भएर होला। यता होइन के आएको थियो यसले। यस्तो गर्नुपर्छ है साथीहरू। यसरी हो के पैसा आउने बल्ल। यिनीहरूको गुस्से हालेर बल्ल पैसा देख्न पाइन्छ वर्षमा एकचोटि। आजभोलि कति हिँडो गर्छ के ए हुन्टे आउट के भयो र। के खुट्टा दुखेछ र यसको। पानीले धुनुहुन्न, चिसो हुन्छ। त्यही भएर होला कि मेरो सुत्दैन। त्यही माथि घाम लाग्दैन तिम्रो। तिमी त पानी ल्याउँछौ त। कुखुराले ह्याउ गर्दै रहेछ क्या। मलाई ऊ त्यो लौरो पुगाइदिनु न एकचोटि। हो त्यही लौरो पुगाइदिनु। यहाँ सबै हेर नि त्यहाँ ताल्लेर। यस्तो गाह्रो छ नि साथीहरू यो खेती किसानी, यो वस्तु पाल्न। कुखुराले के यसलाई उठाउनु न, यसलाई उठाउनु न। ओइ किन सुत्या हो र। किन सुतेको र यो साँच्चै भन्दा नि। फेरि सन्चै के हो उठ्यो आफू धेरै खाएर आज धेरै दिएको हो कि सुत्ने रहेछ कि मेरो भर सुत्दैन। ओइ के भएर सन्चो कि नै र। के खुट्टा दुखेको यिनको। खुट्टा हिँचेर खुम्चुङ्ग पार्छन् के अरे। राम्रै छ त खुट्टा त। खुट्टाहरू दुखेको आफ्नो शरीर ध्यान नसकेर होला कि। होला क्या। यस्तै छ साथीहरू। यत्तिकै हो यो चाहिँ। अब ओबानो हुन्थ्यो अनि अहिले चाहिँ यस्तो खुट्टा दुखे जस्तो गरेर खै त्यो दुईटा बाख्राले के उठाएको मलाई। गाह्रो छ नि।
कास यस्तो यति नै दुःख विदेशमा आएर कति पनि आउँछ होला अन्त के गर्नु र सम्झिने पानी छम्किने हो क्या पिसाब पनि यही गऱ्यो अन्त यहीँ के हुन पनि यहीँ के बडा हालेर यस्तो सेतो सेतो हालेर के दानै बस्तु पालेपछि किसानी गरेपछि यस्तै हो साथीहरू सफा बसौँला भन्दा त यस्तै हुन्छ जिन्दगीभरि यस्तै होला हामी त यस्तै गरेर खाने हो अब छ एउटा यो खुरी त्यो घिन लाग्छ नि यस्तो गुफालाई मुटा के होला कत्रो हो कि ज्यान पनि चाहिँ मेरो हो कि नभरेको चाहिँ पर्छ नाच्छु अब कुनै कुनै त्यस्तो पनि पर्छ यस्तो हो क्या साथीहरू च्याब्रै खानेला पनि हेर्नुहुन्न न यस्तो एउटा ठम्मेल गरेर भने अहिले यता मलाई देखिरहन्छ यत्तिकै अहिले एउटा ठम्मेल गरेर यस्तो बिजोग छ यति गरेर नि बल्ल पैसा देखेको हो नपरेर राम्रै गरेर बेच्न पाए बा ऊ त्यो जत्रै हुन्छ खाने एउटा अझै लामो कि कति छोटो थियो यो त हो न मेरो त यसको त आधी छ भाइ किन राम्रो रहेछ त्यही हो राम्रो हङ्ग भयो कहिल्यै जानेन अहिले टोक्ला झैँ गर्नु के अस्ति त टोक्ला झैँ गर्नु के यस्तै होला नत्र त्यो दानै खान्छन् लिभर हो कि के भने ए बा हान्नु खोज्नुहोस् है किन मातेको गर्छ कि अस्ति पनि यस्तै गरेको थियो त्यही भएर डर लाग्यो मलाई त राम्रो हाम्रो डेली रुटिन जस्तै हो साथीहरू किनभने हामी मिल्दै नै हो केटाकेटी स्कुल पठाएर देउरानीले हो क्या भिडियो गराइदिएको किनकि मिल्दैन एक्लै त हजुरहरूलाई यस्तो के काम गरेर देखाऊँ भन्यो भने मिल्दैन क्या यिनीहरूलाई पनि सफा गरेँ अब यिनीहरूलाई पनि खान्दिएँ अब म अब एकछिन फेरि त म भित्र जान्छु अनि भित्र गएर केही हुन्न हुन्छ ल म पनि अब खाना खान्छु अब चाहिँ म खाना खान्छु खाना खाएपछि चाहिँ फेरि हामी त कपडा धुन छ बच्चाहरूको कपडा भिजाएर राखेको छु अनि त्यसपछि हामी फेरि बोरा बोकेर हिँड्न पर्छ साथीहरू यो चाहिँ हाम्रो अस्ति छाएको है यो नयाँ हो हाम्रो अस्ति छाएको हो यो चाहिँ छन त यो थियो पुरानो थियो कि अहिले चाहिँ नयाँ टिन लगाएको हो किनकि यहाँ पानी चुहिने भएर यस्तै छ साथीहरू आजलाई चाहिँ भिडियो यति नै अनि फेरि अर्को नेक्स्ट भिडियो लिएर हजुरसम्म आउने छु यदि मेरो भिडियो मन पर्छ मन पर्दैन भने पनि भनिदिनु होला हैन अनि मलाई खासै आउँदैन नि त अनि त्यही भएर अनि हजुरहरूले पनि भनिदिनु होला दिदी यसरी मलाई माया दिदी भन्दा पनि हुन्छ है अनि यसरी गराउनु दिदी यसरी आन्टी यसरी गराउनु भन्दा पनि हुन्छ है अनि ल आजलाई चाहिँ यति नै अब म चाहिँ भित्र गएर खाना खान्छु फेरि कोठाहरूको यस्तो भद्रगोल छ कोठामा अनि त्यो पनि सफा गर्नु पर्यो अनि त्यसपछि बच्चाहरूको कपडा धोएर त्यसपछि फेरि घाँस काट्नु जानुपर्छ आजलाई चाहिँ यति नै टाटा बाई बाई।